चीनिया दूतावासले नयाँ वर्षको कार्यक्रम गर्न काठमाडौँ महानगरसँग स्थान माग्दा पदीय मर्यादा र कूटनीतिक सीमा विपरीत बालेनले चीनिया दूतावासले ललकारेको कुराको रहस्य खुल्दै आएको छ। अहिले बालेनको सार्वजनिक पात्रको रूपमा जेनजी आन्दोलन हाइज्याक गरेर अघि सारिएका सुदन गुरूङको संस्था हामी नेपालले तिब्बतियन रेफ्युजी फण्डबाट चल्दै आएको र उनले बनाएको सुशीला कार्की प्रधानमन्त्री बन्नासाथ आजसम्म कसैले नपाएको कथित तिब्बती सरकार र तिब्बती प्रधानमन्त्रीको शुभकामना प्राप्त हुनुले यहाँको खेल स्पष्ट हुन्छ। सबैलाई थाहै छ दलाई लामा र फ्री तिब्बत मुभमेन्टलाई कसको ब्याकअप छ। अघिल्लो दिनको आन्दोलन मेरो होइन, माउन मिल्दैन भन्नेले देशलाई खरानीको थुप्रोमा परिणत गरेपछि आफै सत्ताको स्केच लिएर संसद विघटन र सेनासँग वार्ताको रोडम्याप सार्वजनिक गर्छ र प्रमाणित गर्छ आन्दोलन उसको थिएन, वितण्डा उसको थियो। अघिल्लो दिन जेनजीको आन्दोलनमा पानी बाँड्ने स्वयंसेवक बनेर गएको पात्रलाई भोलिपल्ट वितण्डा मच्चाएर देशलाई खरानीको थुप्रोमा परिणत गरेपछि जेनजीको प्रतिनिधि बनाएर अघि सारिन्छ र सैनिक नेतृत्वसँग वार्ता गर्न पठाइन्छ। सिंहदरबार जलाउनुपर्छ भन्ने भाष्यको आगो मानिसको दिमागमा सल्काएको पात्र आफूले सल्काएको हिस्टेरियाको शिकार भएकाहरूले साँच्चै नै सिंहदरबार जलाएपछि एक ट्याङ्कर पानीसम्म सिंहदरबारमा नखन्याई सदन विघटन र सेनासँग वार्ताको रोडम्याप सार्वजनिक गर्छ। यदि आन्दोलन उसको थिएन भने सत्ताको रोडम्याप सार्वजनिक गर्ने ऊ को हो?